विराटनगरमा नेपाली काङ्ग्रेसको कोदे समूहले गरेको नग्न चाहिँ एउटा भेला कस्तो लाग्यो तपाईहरुलाई? यो भेला किन गरिएको होला? यो भेलाको अर्थ के होला? यो भेला गरेर के हुन्छ होला? न आयोजकलाई पत्तो छ, न जसलाई सन्देश दिन खोजेको उसलाई पत्तो छ, न सामान्य नेपाली काङ्ग्रेसका कार्यकर्तालाई पत्तो छ, नेपाली जनतालाई त यसको पत्तो हुने कुरै भएन। अझ त्यहाँ मञ्चमा निनाउरो किसिमले बसिरहेका शेखर शशाङ्क कोइराला र सँगै अर्का निनाउरो अनुहार ल्याएर बसिरहेका कृष्ण सिटौला, बलबहादुर केसी अनि अलिकति यतापट्टि मिन विश्वकर्मा, एनपी साउद र छेउमा मिनेन्द्र रिजाल, यी सबै देख्दाखेरि तपाईलाई कति टिठ लाग्यो? यो के गरेको होला जस्तो तपाईलाई के लाग्यो? अथवा किन गरेको होला जस्तो तपाईलाई लाग्यो लागेन? यसको सालाखाला एउटै उत्तर छ। गगन विश्वप्रकाशहरूले अब नेपाली काङ्ग्रेसमा हामीलाई ढिम्किन दिने भएनन्, अब हामी के गर्ने भन्ने एउटा छटपटी। यो छटपटीको सामान्य एउटै उत्तर हुन्छ, महाधिवेशनमा भाग लिने, आफूले जितेर आउने। योभन्दा अर्को कुनै उत्तर हुनै सक्दैन। तर यो समूह महाधिवेशनमा भाग लिन तयार छैन, किनभने यो समूहलाई थाहा छ महाधिवेशनमा हारिन्छ। यदि हारिँदैन भन्ने लागेको भइदिए क्रियाशील अध्यावधि गर्दा के समस्या हुन्छ? क्रियाशील अध्यावधि गरियो, क्रियाशीललाई डिजिटल बनाइयो भने के समस्या हुन्छ? क्रियाशील सदस्यलाई एकद्वार प्रणालीमा ल्याइयो भने के समस्या हुन्छ? कोदे समूहलाई खासमा एउटै समस्या हुन्छ, आफू आइँदैन हो। यसैको एउटा नग्न प्रदर्शन विराटनगरमा भइरहेको हो। नेताहरूको हाउभाउ हेर्नुहोस्, गर्मीमा मधेसको तातो एकातिर वृद्ध भएका यी नेताहरू र केही प्राप्त गर्न सकिँदैन अब भन्ने मनोविज्ञानग्रस्त यी नेताहरूको अवस्था हेर्दाखेरि टिठ लाग्नु स्वाभाविकै हो। यद्यपि केही मान्छेहरूलाई कोदे समूह भन्दा, नग्न नृत्य भन्दाखेरि चित्त बुझ्दैन, मलाई थाहा छ। र पनि यो प्राप्ति नहुने एउटा जुन काम छ, यसको एउटै तर्क के हुन सक्छ भने भाजती सबै ठाउँमा भेला गर्दै जाने र आफ्नो शक्ति कत्रो छ भनेर हेरेर नयाँ पार्टी खोल्ने कि नखोल्ने भन्ने एउटा आफूलाई तयारीको एउटा स्वरूप हुनु बाहेक यसले अरू केही पनि काम गर्छ जस्तो लाग्दैन। काङ्ग्रेसमा तपाईँ सक्रिय हुन चाहनुहुन्छ भने तपाईँ सिधै महाधिवेशनमा भाग लिने हो। महाधिवेशनमा तपाईँ भाग लिन चाहनुहुन्छ भने महाधिवेशनका सम्पूर्ण कम्पोनेन्टहरूमा तपाईँको सक्रिय सहभागिता हुने हो। त्यो सहभागिता हुनुहुन्न भने तपाईँ स्वतः नेपाली काङ्ग्रेसकोमा सक्रिय राजनीति गर्न सक्नुहुन्न, त्यसमा शङ्कै छैन। तपाईँ क्रियाशील अध्यावधि गर्नुहुन्न भने तपाईँ नेपाली काङ्ग्रेसमा सक्रिय राजनीति गर्ने सम्भवै छैन। तपाईँले भेला गर्नुहोस्, जति नग्न नृत्य गर्नुहोस्, त्यसको के अर्थ हुन्छ? केही पनि त अर्थ हुँदैन। र यो नग्न नृत्यमा म अरू त ठिकै हो, मिनेन्द्र रिजाल किन छन् त्यतातिर भन्ने मलाई ठुलो प्रश्न लाग्छ। अब यिनमा पनि के छ भने अब मेरो पोलिटिकल करियर यहीसम्म मात्रै हो, अब हुँदैन भन्ने यिनमा पनि एक किसिमको हाबी भयो सायद। मिन विश्वकर्माहरू त पहिलेदेखि नै अर्कै खेमामा थिए। उनीहरू देउबाई मात्रै नेता हो भन्ने नै सोचका मान्छेहरू भए। उनीहरूप्रति कुनै टिप्पणी रहेन। मिनेन्द्र रिजालप्रति चाहिँ टिप्पणी रहन्छ। मिनेन्द्र रिजाल नेपालमा अलिक बढी स्थान पाएका मान्छे हुन्, चाहे पत्रकारिताले दिने स्थान भन्नुहोस्, चाहे विविध कुराले पाइने स्थान भन्नुहोस्, पाएका मान्छे हुन्। यति प्राप्ति हुँदाहुँदै पनि उनलाई देउबा समूहको मतियारको रूपमा आफूलाई प्रस्तुत भइरहन किन मन लागिरहेको होला? एउटा प्रश्न रहिरहन्छ। जबसम्म यिनी एउटा निर्केवलमा पुग्दैनन्, महाधिवेशनमा यिनी के हुन्छन्, कसो हुन्छन् हेरौँला। तर यो नग्न नृत्य, जुन किसिमको यो भेला भनेर नग्न नृत्य गरिरहेका छन्, केदार कार्कीहरू छटपटाएर जे अभिव्यक्तिहरू दिइरहेका छन्, मलाई लाग्छ यसको कुनै त्यस्तो तुक छैन। तपाईहरु नयाँ पार्टी बनाउँदै हुनुहुन्छ भने नयाँ पार्टीको रिहर्सलको रूपमा यसको लागि केही तयारी भएको हो भने ठिकै होला। तर तपाईँ एउटा नेपाली काङ्ग्रेसको पार्टीका लागि यसो गर्दै हुनुहुन्छ भने तपाईले यो गर्नुको कुनै अर्थै छैन। तपाईले त क्रियाशील अध्यावधिकमा काम गर्ने हो। अब इकाइदेखि माथिको जुन अधिवेशन हुन्छ त्यो अधिवेशनमा सहभागी हुनु हो, आफ्नो समूह ल्याउने हो अथवा आफू ल्याउने हो, त्यस किसिमको तयारी हुँदै जाने हो। तपाईहरु त्यो तयारीमा जुट्नै भएको छैन भने तपाईहरुको यो नग्न रिहर्सल त तपाईहरुले पार्टी फुटाउनको लागि अथवा नयाँ पार्टी बनाउनको लागि भन्नु बाहेक त अरु कुनै तर्क छ त? म त केही देख्दिन। हुन त यस्ता खाले भेलाहरू ठुलो बनाउला र त्यो भेलाहरूले गगन विश्वप्रकाशहरूलाई तर्साउला भन्ने पनि तपाईहरुको एक किसिमको उहाँहरुको एक किसिमको हुन सक्छ।
मनोश्लाघा हुनसक्छ। अब त्यो मनोश्लाघा कति अर्थपूर्ण होला अथवा गगन विष्णुप्रकाश कति तर्सेलान् त्यो थाहा छैन, तर गगन विष्णुप्रकाश तर्सिनुपर्छ जस्तो मलाई लाग्दैन। नेपाली कांग्रेसले मलाई लाग्छ अब गुमाउनु केही पनि बाँकी छैन। यो गुमाउनु केही पनि बाँकी नभएको अवस्थामा आफूलाई जिरोबाट सुरु गर्नुपर्छ। यदि जिरोबाट सुरु गर्ने क्रममा चाहिँ यस्ता खाले लिङ्गरिङहरूबाट थोरै पनि प्रभावित भयो कांग्रेस भने जिरोबाट सुरु गर्ने उसले सक्दैन। जिरोबाट सुरु गरेन भने कांग्रेस अगाडि बढ्ने सम्भावना पनि छैन र पुरानो पार्टीहरूको सङ्कट भनेको यही हो। यो सङ्कट गगन विष्णुप्रकाशले कति बुझेका छन् अथवा बुझेकै होलान् आशा गरौँ। बुझेको त मलाई लाग्छ यो कोदे समूहहरूले पनि बुझेको छ। बस तैपनि अन्तिम केही प्रहार, अन्तिम केही एउटा अस्त्रहरू प्रयोग गरौँ भन्ने प्रयत्न होला। यसले केही प्राप्ति भइहाल्छ कि भन्ने प्रयत्न होला, तर केही पनि प्राप्ति हुँदैन। तपाईँ महाधिवेशनमा जानुको तपाईँसँग विकल्पै केही पनि छैन। महाधिवेशनमा जानुहोस्, सभापति भएर आउनुहोस्, उपसभापति भएर आउनुहोस्, महामन्त्री भएर आउनुहोस्, सकियो। तपाईँ महाधिवेशनमा जानुहुन्न र यस्ता किसिमको रिहर्सल गर्नुहुन्छ भने तपाईँले पार्टी फुटाउनु बाहेक अथवा नयाँ पार्टी बनाउनु बाहेक तपाईँसँग अर्को कुनै विकल्पै रहँदैन।